फाइनली हेर्नु है, अब हामी सादी खर्क भन्ने ठाउँमा आइपुग्यौँ। भिडहरू त्यस्तै छ, साथीहरू अगाडि बढिरहनु भएको छ। हामीले त्यो हिमालको यात्रा तय गर्दै यहाँ तलसम्म आइपुगेका छौँ। अब अझै जाने क्रम जारी छ, आउने क्रम जारी छ। बाटो त्यस्तै छ है, खोला नालालाई इन्जोय गर्दै मजाले यसलाई भ्यूहरू हेर्दै इन्जोय गर्दै अगाडि बढ्नुपर्छ है। ल बाटो यस्तै छ। ल हामी हिँडिरहेको छौँ निरन्तर है, निरन्तर बाटो यस्तै छ। खोला नाला ट्राभल गर्न यस्तै छ। हिँड्दैन भने चाहिँ गाह्रो छ है साथी, हिँड्न सक्नु पऱ्यो। साथीहरू आउँदै हुनुहुन्छ, जाँदै पनि हुनुहुन्छ, प्रतिक्रियाहरू सोध्दै हुनुहुन्छ। हेर्नु त डाँडाबाट पानीहरू झरेको हेर्दै अचम्म लाग्छ। यहाँ त म नजिकै आइपुगेँ। अब हजुरहरूलाई देखाउँछु। हेर्नु त यस्तो मजाले तलबाट झरिरहेको छ है। माथि यो कहाँ हो, कहाँबाट झरेको यस्तो छ, झरिरहेको छ। साथीहरू आउँदै हुनुहुन्छ। ल त्यही पानी झर्दैछ है, हेर्नु यस्तो छ दृश्य चाहिँ, साँच्चै मनमोहक दृश्य छ। यहाँ हेर्न सक्नुहुन्छ माथिबाट पानी झरेको, वरिपरि हरियाली नै हरियाली छ। सबै एकदम मनमोहक दृश्य, एकदम हेरिरहँ लाग्ने, नछोडौँ, यही बसिरहँ जस्तो। र आफ्नो गन्तव्यमा पुग्नै पर्यो, यस्तै छ बाटोहरू, यस्तै पानीहरू ट्राभल गर्नु पर्यो। ट्रेकिङमा आउने क्रम जारी छ। हामी फर्किँदैछौँ। साथीहरू यहाँबाट सादी खर्क भन्ने ठाउँबाट अगाडि बढिरहनु भएको छ। हजुरहरूलाई कस्तो लाग्दैछ ट्राभल गर्दा? ल है हजुर, यो जोस जाँगर चाहिँ माथि सम्म हुनुपर्छ है, नत्र गाह्रो छ। यही जोस जाँगरका साथ अगाडि बढ्नु होला। सेफ जोर्नी देखाए एकछिन। हेर्नु त ढुङ्गाहरू, खुट्टाहरू। साथीहरू ठाडे उकालो जाँदै हुनुहुन्छ, हामी फर्किने क्रममा थियौँ। यो मनमोहक दृश्य। अब हामी निरन्तर आफ्नो गन्तव्यमा पुग्छौँ। हाम्रो दाइहरू साथीहरू यहाँबाट जाँदै हुनुहुन्छ। यो चाहिँ सादी खर भन्ने ठाउँको पुल हो है, एकदम भाइरल छ यो, हजुरहरूले हेर्न सक्नुहुन्छ। यहाँबाट हामी निरन्तर अगाडि बढिरहन्छौँ।